पारी चाहिँ ललितपुर हो साथीहरु। हामी चाहिँ यहाँ गुफा घुम्न आएको आज। गुफा प्रवेश गर्न लागेको। साथीहरु चाहिँ गइसक्नु भयो है। भित्रै सानो चेपबाट छिर्ने रहेछ। मेरो चाहिँ बत्ती बल्दैन, गाह्रो छ। गुफाभित्र प्रवेश भयो। हामी चाहिँ यो भित्र चाहिँ विशेष ढुङ्गाहरुमै मादल बस्ने छ रे भनेर हेर्न आएको साथीहरु। यस्तो हजुर हजुर आउँदैछु। टजै बोलेन यार। मादलले बजाउन आउँदैन, त्यही फेरि तनाव लाग्छ कि। राम्रो मादल बज्ने ढुङ्गा रहेछ घरभित्र। सोल्टेको नि माथि बाल्नु न, अलि माथि बत्ती हो त्यसरी तल बाल्नु त। माथि बाल्नु कुमार। अहिले दामी देख्यो। उज्यालो देखेर आगे कस्तो दामी देख्यो। यस्तो बिस्कुट जस्तो हुँदो रहेछ यार। बिस्कुट नै किन चाहियो नि त।